अर्को हेर्नु पर्यो डिफिकल्टी इन वाकिङ है। वाकिङ गेट हिँड्नको लागि गेट कस्तो छ ब्रोड बेस वाकिङ लागि ड्रङ्कन गेट छ कि छैन, त्यसपछि हिँड्दाखेरि सोही गर्छ कि गर्दैन, अनि सिजरिङ गेट छ कि छैन त्यो हेर्नु पर्यो, सोइङ सिजर फर्स्टमा चाहिँ एसएस गरेर हिँडेको हेर्नु परेन। त्यसपछि चाहिँ के गर्ने हिँड्न लगाउने, चाहिँ कस्तो यो रफ छ नि होइन, रफ बाटोबाट टाढा बाटोबाट यो न्यारो लेनमा अनि त्यसपछि रोड छ, रफ बाटोमा स्ट्रेट बाटोमा हिँड्छ कि हिँड्दैन, रफ बाटोमा हिँड्छ कि हुँदैन, अनइभन ग्राउन्डमा गाह्रो हुन्छ कि हुँदैन, त्यसपछि लेन न्यारो हुँदाखेरि के फरक पर्छ कि पर्दैन, फल हुन्छ कि हुँदैन होइन, हिँड्न गाह्रो भएर फल हुन्छ कि हुँदैन। अनि त्यसपछि अर्को भनेको तिम्रो यो के अरे ढोका ढोका हिँड्दाखेरि ढोका क्रस गर्दाखेरि गाह्रो हुन्छ कि हुँदैन। अनि नेक्स्ट भनेको के हुन्छ तिम्रो अर्को ढोकामा जाँदाखेरि गाह्रो हुन्छ कि हुँदैन। अनि अर्को ढोकामा गइसकेपछि तिम्रो फर्किनु पर्यो नि त होइन, फर्किँदा फेरि केही प्रब्लम छ कि छैन हेर्नु पर्यो होइन, फर्किँदाखेरि डिफिकल्टी टर्निङ छ कि छैन। अनि हिँड्दा हिँड्दा रात पर्छ, रात परिसकेपछि नाइट हुन्छ होइन, डे र नाइटमा केही फरक छ कि छैन त्यो हेर्नु पर्यो होइन, डे र नाइटमा केही फरक छ कि छैन त्यो हेर्ने होइन। अनि त्यसपछि अनि लास्टमा के हेर्ने भन्दाखेरि तिम्रो अब यत्तिकै फल हुन्छ कि हुँदैन वाइल वासिङ फेस अथवा बाथ अथवा आइज क्लोज, त्यो चाहिँ के भन्छ प्रोप्रायोसेप्सन हेर्नु खोजेको हो त।